जिउँदो राख्नुहोस्। Keep your spiritual life alive. हालेलुया। हालेलुया। हामीले आत्मिक जीवनलाई कसरी जिउँदो राख्ने हो त है? यो भन्दै गर्दा र तपाईहरुले त्यहाँबाट सुन्दै गर्दाखेरि हाम्रो आत्मिक जीवनलाई कसरी जिउँदो राख्ने? तीनवटा पोइन्टहरु छ र तीनवटा पोइन्टको विषयमा म बोल्नेछु। सर्वप्रथम त हामीलाई नम्बर 1 मा संगतिको खाँचो पर्छ। जब तपाईहरु म संगति भित्र रहन्छौं, संगति भित्र आउँछौं, त्यहाँ हाम्रो एकताको माहौलहरु हुन्छ। एकताको माहौल मात्रै होइन, जिउँदो परमेश्वरको उपस्थिति तपाईहरु मेरो बीचमा हुन्छ। उहाँको जिउँदो उपस्थितिले तपाईले मेरो जीवनलाई भित्र त्यो संगति भित्र हुँदै गर्दाखेरि त्यो न्यानोपना हामीले ल्याइरहेको हुन्छ। त्यो न्यानोपनले हामीले के गर्छ भन्दाखेरि हाम्रो आत्मिक जीवनलाई बलियो बनाउने काम गरिरहेको हुन्छ। र हाम्रो आत्मिक जीवनलाई बलियो मात्रै होइन, जिउँदो पनि बनाउने काम गर्दछ संगतिले। यसकारणले गर्दाखेरि हामी ईसाई जीवनको लागि, हामी विश्वासीको लागि सबैभन्दा महत्त्वपूर्ण कुरो चाहिँ के छ भन्दाखेरि संगति। जब परमेश्वरले मानिसलाई बनाउनु भयो, उहाँकै रूपमा आकारमा बनाउनु भयो, परमेश्वरले मानिसलाई उहाँसँग संगति गर्नलाई बोलाउनु भएको हो। यो नम्बर 1 को पोइन्ट छ। जब तपाईले म संगतिमा रहन्छु भने त्यो न्यानोपनले हाम्रो आत्मिक जीवनलाई जिउँदो राख्न सहायता गर्छ। र दोस्रो नम्बरमा रहेको छ प्रार्थना। प्रार्थना हाम्रो आत्मिक जीवनको साहस हो। जसरी हामी शरीरमा अहिले सास फेरिरहेका छौं, लिइरहेका छौं, त्यसरी हाम्रो आत्मिक जीवनको यो प्रार्थना साहस हो। जब यो हामी प्रार्थना गर्न छोड्दछौं र हाम्रो आत्मिक जीवन रहँदैन। जसरी हाम्रो शरीरमा सास लिने क्रम रोकियो भने हाम्रो शरीर रहँदैन, त्यसरी नै आत्मिक क्षेत्रमा पनि जब हामी प्रार्थना गर्न छोड्छौं भने हाम्रो आत्मिक जीवन सकिन्छ। सामान्यतया प्रार्थना चाहिँ हामी मानिसहरुसँग गफ गर्ने होइन। जसले तपाईले मलाई बनाउनु भयो, जिउँदो परमेश्वरसँग हामी वार्तालाप गरिरहेका हुन्छौं। जिउँदो परमेश्वरसँग हामीले गफ गरिरहेका हुन्छौं प्रार्थनाद्वारा। जति धेरै हामी प्रार्थना गर्दछौं, उति धेरै हामी परमेश्वरसँग घनिष्ठ सम्बन्ध हामीले राख्न सक्छौं। मानिसहरुसँग होइन, परमेश्वरसँग हामी घनिष्ठ सम्बन्ध राख्न सक्छौं र उहाँसँग हामी अझै निकटता हुन सक्छौं। प्रार्थनाले हामीलाई त्यसरी लाँदछ। प्रार्थनाले पनि हामीले हाम्रो आत्मिक जीवनमा जिउँदो राख्न लागि ठूलो सहायता पुर्याउँदछ, टेवा पुर्याउँदछ। प्रार्थना हाम्रो विश्वासीको जीवनमा हुन आवश्यक छ। र तेस्रो नम्बरमा छ बाइबल अध्ययन। है, हामी विश्वासीको लागि बाइबल अध्ययन पनि धेरै महत्त्वपूर्ण छ। जति धेरै हामी बाइबल अध्ययन गर्छौं, उति धेरै हामी प्रभुको कुराहरू बुझ्न सक्छौं। परमेश्वरले हाम्रो लागि के कुरा भन्नु भएको छ, परमेश्वरले हाम्रो लागि के कुरा राख्नु भएको छ, त्यो कुराहरू हामी जान्न सक्छौं, बुझ्न सक्छौं। र हामीले के कुराहरू गर्नुपर्ने हो, त्यो कुराहरू हामीले थाहा पाउँछौं। जब हामी धर्मशास्त्र खोल्दछौं, पढ्दछौं र परमेश्वरले हामी मानव जातिलाई के कुराहरू राख्नु भएको छ, उहाँको बानी के छ भन्ने कुराहरू हामी बुझ्न सक्छौं। यदि धर्मशास्त्र हामीले अध्ययन गरेनौं भने, पढेनौं भने हामीले परमेश्वरको कुराहरू हामी बुझ्न सक्दैनौं, जान्न सक्दैनौं। हामी ज्ञानको अपूर्णतामा पुग्छौं। है, जब हामीमा ज्ञानको अपूर्णता हुन्छ, हाम्रो आत्मिक जीवन मरेर जान्छ। होशे 4 6ले बताउन छ, मेरो प्रजा ज्ञानको कमीले गर्दाखेरि नष्ट भएको छ भनेर बाइबलले बताउँछ। जब हामीमा ज्ञानको कमी हुन्छ, हाम्रो आत्मिक जीवन नष्ट भएर जान्छ, शारीरिक जीवन पनि नष्ट भएर जान्छ। यी प्रभुको वचनले भनेको छ। यसकारण बाइबल अध्ययन गर्नुको लागि चाहिँ हामी विश्वासको लागि धेरै महत्त्वपूर्ण छ। आज विभिन्न कुरोको टेक्नोलोजी आएको छ। यदि हामीलाई पढ्न नआए तापनि, लेख्न नआए तापनि हामी परमेश्वरको वचन चाहिँ सुन्न सक्छौं र सुनेर मनन गर्न सक्छौं र वचन अनुसारको जीवन हामी जिउन सक्छौं र वचन अनुसारको जीवनहरू हाम्रो एकदम असल बनाउँदै हामी जान सक्छौं। यहाँ तपाईहरुलाई मैले 3टा कुरो बताएँ। संगति, प्रार्थना र बाइबल अध्ययन चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका खेल्दछ। हाम्रो आत्मिक जीवनलाई जिउँदो राख्नुको लागि चाहिँ यो 3टा कुरोले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ हाम्रो जीवनमा। हामी ईसाई जीवनमा हुन आवश्यक छ। यदि हामी विश्वासीको जीवनमा संगति छैन, यदि हामी विश्वासीको जीवनमा प्रार्थना छैन, यदि हाम्रो विश्वासीको जीवनमा बाइबल अध्ययन छैन भने 99% हाम्रो विश्वासीको जीवन चाहिँ मरिसकेको हुन्छ। आत्मिक जीवनमा 99% चाहिँ मरिसकेको हुन्छ। संगतिको लेभल 0 छ, प्रार्थनाको लेभल पनि 0 छ। समय प्रशस्तै छ हामीसँग, दिनमा 24 घण्टा छ, तर संगति जाने समय छैन। दिनमा 24 घण्टा छ, प्रार्थना गर्ने समय छैन।
दिनमा 24 घण्टा छ, बाइबल अध्ययन गर्ने समय छैन। सबै कुरो 0-0 छ भने 99% चाहिँ हाम्रो आत्मिक जीवन मरिसकेको हुन्छ र 1% मात्र यहाँ जिउँदो भएको हुन्छ। त्यो 1% चाहिँ के कुराले थामिरहेको हुन्छ भन्दाखेरि जुन दिन तपाईँले मैले उहाँलाई विश्वास गरेँ, जुन दिन तपाईँले मैले उहाँको नाममा बप्तिस्मा लिउँ र हामीले बाटोमा भेट्दा विश्वासीहरूलाई जय मसीह भन्छौँ, त्यो कुराले गर्दाखेरि 1% चाहिँ हाम्रो आत्मिक जीवन चाहिँ जिउँदो हुन्छ, 99% चाहिँ मरिसकेको हुन्छ। जय मसीह, दुःख उठाउने मसीहको जय होस् भनेको नि। सङ्गति पनि जाँदैन, प्रार्थना पनि गर्दैन, बाइबल पनि अध्ययन गर्दैन, तर विश्वासी भेट्दा जय मसीह हजुर के छ, ठिकै हुनुहुन्छ, सन्चै हुनुहुन्छ भने हामी यस्तो सामान्य किसिमको संवाद गर्छौँ। त्यो कुराले के भनेको छ, यीशु मसीहको जय होस् भनेको, जय मसीह भनेको चाहिँ त्यो 1%ले मात्रै बाँचिराखेको हुँदछ। जुन हामी भित्र भएको जुन आत्मिक दियो चाहिँ, अब हेर्नुहोस् नि, सङ्गति पनि छैन, प्रार्थना पनि छैन, बाइबल पनि अध्ययन छैन भने चाहिँ 99% मरेको हुन्छ। जुन किसिमले हाम्रो आत्मिक दियो छ भित्र, जुन किसिमले बलिराखेको हुनुपर्ने त्यो निम्न आँटेको हुन्छ, एकदम धीप भइरहेको हुन्छ, 1% मात्रै बलिराखेको हुन्छ। बाइबलले बताउँदछ वेदीको बत्तीलाई निम्न नदेऊ। हालेलुया। तपाईँ अनि म भित्र भएको आत्मामा भएको वेदीको बत्तीलाई जुन किसिमले जलिराख्नु पर्ने हो, जुन किसिमले बलिराख्नु पर्ने हो, त्यो किसिमले नबलिरहेको अवस्था हुँदछ। तर परमेश्वर चाहनुहुन्छ वेदीको बत्तीलाई हामीले निभाउनु दिनु भएन, हामी भित्र भएको उज्यालोलाई निम्न दिनु भएन। हामी भित्र भएको त्यो उज्यालो, त्यो बत्तीलाई, त्यो वेदीको बत्तीलाई बलिराख्नको लागि चाहिँ तपाईँले मलाई सङ्गतिको, प्रार्थनाको र बाइबल अध्ययनको आवश्यक छ। हालेलुया। हामीले बल्न दिनुपर्छ। संसारमा भएका कुनै पनि कुरामा हामी सम्झौता गरेर परमेश्वरको जीवित महिमासँग हामीले साट्नु भएन। जे कुरो हामीले पाएका छौँ, जे कुरो सिकेका छौँ, त्यसलाई हामीले कायम गर्न आवश्यक छ। बाइबलले हामीलाई यही कुरा बताउँदछ, हामी भित्र भएको बत्तीलाई निम्नु दिनु भएन, यसलाई बलिराख्न दिनु पर्यो है। तर हामी भित्र भएको उज्यालो चाहिँ अँध्यारोमा परिणत भयो भने त्यो कस्तो घोर अन्धकार हुन्छ। प्रेमण्डली परिवार, हामी भित्र भएको त्यो उज्यालोलाई हामीले अँध्यारोमा परिणत हुनु दिनु भएन। उज्यालोलाई हामीले बलिराख्न दिनु पर्यो, बालिराख्नु पर्यो, चम्किराख्नु पर्यो कि प्रभु येशूले भन्नुभएको छ तिमीले संसारको ज्योति हो। हालेलुया। ज्योति हामी बलिराख्न आवश्यक छ। यहाँ मत्ती 5:6 बताउँदछ, धन्य धार्मिकताको निमित्त भोकाउने र तिर्खाउने हो, किनभने तिनीहरू तृप्त हुनेछन्। त्यो व्यक्ति चाहिँ धन्यको भनेको छ, त्यो व्यक्ति आशिषित व्यक्ति भनेको छ, जो व्यक्ति धार्मिकता निमित्त भोकाउँछ, जो व्यक्ति धार्मिकता निमित्त तिर्खाउँछ। तपाईँ म चाहिँ धार्मिकता निमित्त चाहिँ भोकाउने, तिर्खाउने छोराछोरी हुन आवश्यक छ यी दिनहरूमा। हालेलुया। हामी तिर्खाउनुपर्छ। जब हामी धार्मिकताको निमित्त भोकाउँछौँ भने हामी भजन रूपी पानीहरूले हामी तृप्त हुँदैछौँ। परमेश्वरको वचन चाहिँ भोजन हो। यीशु ख्रीष्टले भन्नुभयो मत्ती 4:4 मानिस रोटीले मात्रै होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जिउन सक्छ। हालेलुया। शारीरिक रोटीले हाम्रो जिउँदो शरीरलाई चाहिँ जिउँदो राख्छ भने आत्मिक रोटीले चाहिँ हाम्रो आत्मालाई जिउँदो राख्ने काम गर्दछ। मानिस चाहिँ अब रोटीले मात्रै होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जिउन सक्छ, बाँच्न सक्छ भनेर परमेश्वरको वचनले भन्नुभएको छ। धन्य धार्मिकता निमित्त भोकाउने हो, तिर्खाउने हो, किनकि तिनीहरू तृप्त हुनेछ। तपाईँ अनि म चाहिँ धार्मिकताको निमित्त भोकाउनु आवश्यक छ, धार्मिकताको निमित्त हामी तिर्खाउनु आवश्यक छ। यो दिनहरूमा जब हामी भोकायौँ भने, तिर्खायौँ भने हामी तृप्त बन्न सक्छौँ। परमेश्वरको वचनले यही कुरा बताउँदछ, यदि हाम्रो शरीर जिउँदो छ भने हामीलाई भोक लाग्छ, तिर्खा लाग्छ, जाडो हुन्छ, घाम लाग्छ, काट्दा आया आथा हुन्छ। यदि हाम्रो शरीर मरेको छ भने न त भोक लाग्छ, न त तिर्खा लाग्छ, न त जाडो लाग्छ, न त गर्मी लाग्छ, संसारको कुनै पनि कुराले हामीलाई छुँदैन। यदि हाम्रो शरीर मरेको छ भने, यदि शरीर छ भने, जिउँदो छ भने चाहिँ हामीले फिलिङ गर्न सक्छौँ, अनुभव गर्न सक्छौँ। त्यसरी नै आत्मिक जीवनमा यदि हामीलाई भोग लाग्दैन, आत्मिक क्षेत्रमा हामीलाई तिर्खा लाग्दैन भने हामीले बुझ्नुपर्ने कुरोहरू के छ भने हाम्रो आत्मिक जीवनमा केही कुराहरू समस्या छ। यस कारणले गर्दा हामीलाई भोक लाग्दैन, यस कारणले गर्दा हामीलाई तिर्खा लाग्दैनौँ। हाम्रो दुईवटा बाटो छ, एउटा शारीरिक बाटो छ, एउटा आत्मिक बाटो छ। आत्मिक क्षेत्रमा हामी भोक लाग्दैन, तिर्खा लाग्दैन भने हामीले बुझ्नुपर्छ हामी भित्र केही कुराहरूको समस्या छ, केही कुराले हामीले रोकिराखेको छ। त्यस कारण हामीले आत्मिक क्षेत्रमा भोकाएको छैनौँ, तिर्खाएको छैनौँ। तर बाइबलले बताउँदछ धन्य ती व्यक्तिहरू जो धार्मिकताको निमित्त भोकाउँछ र तिर्खाउँछ, किनकि तिनीहरू तृप्त हुनेछ भनेछ। तपाईँ अनि म यो दिनहरूमा
भोकाउनु आवश्यक छ, तिर्खाउनु आवश्यक छ। परमेश्वरको वचनले हामीलाई यही कुराहरू हौसला दिनुहुन्छ, यही कुराहरू हामीलाई बताउनुहुन्छ कि हामी धर्मको दिन भोकाउँ, तिर्खाउँ, है, सेवकाईको खोजी तलासहरू गरौँ। त्यसरी हाम्रो आत्मिक जीवन हामी जिउँदो राख्न सक्छौँ। आत्मिक जीवनलाई जिउँदो राख्न लागि मैले तपाईँलाई भने यो 3टा कुरोहरूलाई महत्त्वपूर्ण भूमिका खेल्छ। त्यो महत्त्वपूर्ण भूमिकाहरू हाम्रो जीवनमा खेल्नलाई हामीले त्यो ठाउँहरू दिनुपर्छ, अवसरहरू हामीले बनाउनु पर्दछ। अब म यहाँ तपाईँहरूलाई उडाउपुत्रको विषयमा म पढेर सुनाउने छु। एकदमै सजिलो छ, हामीले धेरैपल्ट पढिरहेको बुझिरहेको परमेश्वरको वचन, धेरै प्रभुको दासबाट हामीले सुनिरहेका छौँ, बुझिरहेका छौँ। एकदमै सजिलो छ, सरल छ। हामीले यो लुका 15 अध्यायको 11 देखि लिएर हामी 32 सम्म हेऱ्यौँ भने उडाउपुत्रको विषयमा छ। उडन्ते पुत्रको विषयमा हामी यहाँ पाउँदछौँ। यहाँ के कुरा बताउँछ भने उहाँले तिनीहरूलाई भन्नुभयो, कुनै मानिसका 2 छोरा थिए र कान्छो छोइले बुवालाई भन्यो, पिताज्यू मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए। हामी यहाँ देख्दछौँ कि कान्छो छोरीले आफ्नो बुबालाई, पिताज्यू मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा दिनुहोस्, अर्थात् उसले अंश माग्दैछ, है। अंश दिने र लिने चाहिँ यो प्रचलन परपूर्वकालदेखि धेरै अगाडि हजारौँ वर्षदेखि आएका कुराहरू हो भन्ने कुरा चाहिँ यहाँ धर्मशास्त्र बाइबलले बताएको छ। बाइबलले यो पनि कुरा बताउँदछ कि जब छोराहरू जन्मिन्छन् उनीहरू चाहिँ उत्तराधिकार भनेको छन्, छोरीहरू जन्मिन्छन् उनीहरू चाहिँ इनाम हो भनेर बाइबलले बताएको छ। यसकारण त्यो उत्तराधिकार भएको कारणले गर्दाखेरि त्यो कान्छो छोरीले बुबालाई भन्दैछ कि पिताज्यू मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्, चाहियो अंश भनेर कान्छो छोरीले बुबालाई मागेको कुराहरू हामी पाउँदछौँ। यो घटनाले के कुरा बताउँछ भने बुवा आमाको मन चाहिँ छोराछोरीमाथि, छोराछोरीको मन चाहिँ ढुङ्गा मुढामाथि भने जस्तै घटनाहरू यहाँ हामी देख्दछौँ। एउटा बुवा आमाको सपना हुन्छ छोराछोरीप्रति, मेरो छोराहरू यो बनोस्, मेरो छोरा यो बनोस् भनेर एउटा ठुलो सपना बोकेको हुन्छन्, त्यो आशाहरू बोकेको हुन्छ। त्यो सपना र आशालाई हामी यहाँ देख्छौँ भने कान्छो छोरोले क्षणिक भरमै माटोमा मिलाएको छ। यी सबै कुराहरू भुलेर बुढेसकालमा चाहिँ मेरो छोरा मेरो सहारा हुन्छ होला, बुढेसकालमा मेरो लौरीको सहारा हुन्छ होला भनेर कति धेरै ठुलो सोचेको हुन्छ आफ्नो बुवा आमाले छोराछोरीलाई। तर यो क्षणिक भरमा कान्छो उडाउपुत्रले चाहिँ बुवालाई भन्दैछ मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा दिनुहोस् भनेर हिस्सा मागिरहेको कुरा हामी पाउँदछौँ। तर उनका बुवाले दुवै छोराहरूलाई, जेठो दाइलाई कान्छो दाइलाई बाँडिदिएको कुराहरू हामी पाउँदछौँ। र 13 पदले बताउँदछ, धेरै दिन बित्दा नबित्दै सबै धन सम्पत्ति बोटेर कान्छो छोरो टाढा देशमा गयो र त्यहाँ भोग विलास र आफ्नो सम्पत्ति सबै उडायो भन्दछ। जब त्यो कान्छो छोरोले आफ्नो अंश पाएको अंशहरू चाहिँ ऊ आफ्नो देश छोडेर धेरै टाढा देशमा गयो। त्यहाँ खाने पिउने रमाइलो गर्ने एकदम लग्जरियस लाइफहरू जिएको छ, विलासिताको जीवनहरू जिएको छ। खाने पिउने गर्लफ्रेन्डहरू घुमाउने, विभिन्न कुराहरू गर्ने, अनैतिक कुराहरू गर्ने यो कान्छो छोरोले हामी गरेको पाउँदछौँ। त्यो पैसा पाएर चाहिँ टाढा देशमा गयो, धेरै दिन नबित्दा सबै सम्पत्तिहरू बोटेर टाढा देशमा गयो। त्यहाँ भोग विलासमा आफ्नो सम्पत्तिहरू सबै कुराहरू उडाएको छ। भोग विलासमा उसले पाएको पैसा चाहिँ कुनै ठाउँमा लगानी गरेको थियो भने, व्यापार बिजनेस गरेको थियो भने केही हुने थियो होला, तर उसले खाने पिउने रमाइलो गर्ने उसले सबै कुरा सकेको छ। उसलाई लाग्यो होला जिन्दगी खाइसर कि लाइसर, मरेपछि जिन्दगी लम्बासर भन्यो होला। प्रिय मण्डली परिवार, जीवन लम्बासर होइन, मृत्यु पछाडि न्याय छ भनेर बाइबलले बताउँछ। न्याय हुनेछ, तर कान्छो छोरीले कुराहरू बुझेको छैन। जिन्दगी खाने लाउने भनेर सोच्यो होला, दिनको उनको दुःखहरू आउन बाँकी छ, है। मानिसको जीवनमा दुःख र सुख दुवै पक्ष आउँदछ, उसले धेरै कुराहरू भोग्न बाँकी छ। तर उसले सबै कुराहरू पाएको पैसाहरू चाहिँ अंशहरू सबै कुरा हामी पाउँदछौँ। यहाँ 14मा बताउँदछ, त्यसले सबै रुपियाँ पैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठुलो अनिकाल पर्यो र त्यसलाई अभाव हुन थाल्यो। अब यो कान्छो छोरालाई आफूसँग भएको सबै धन सम्पत्तिहरू खाने पिएर सबै उडायो, सक्यो। अब के भन्दाखेरि सबै कुरा सकेपछि ऊ कान्छो छोरो खाली भयो, रित्तो भयो, एक्लो भयो। अनि त्यसै समयमा चाहिँ त्यो देशमा अनिकाल पनि परेको छ र अर्को कुरो उसलाई अभाव हुन थाल्यो, है। उसलाई खाँचो हुन थाल्यो। अब के गर्ने? त्यो अभाव भएको समयमा उनको साथी वरिपरि कोही आएनन्। अब अघिसम्म के थियो? सबै मान्छेहरू थियो, मसु भन्ने मानिसहरू थिए, सँगै हिँड्ने साथीहरू थिए, सँगै भाइहरू थिए। अब सबैले साथ छोडे हुँदाखेरि सबैको हाई भयो उडाउपुत्र। अब छैन, उसँग सकियो, अभावको समय भयो। त्यो अभावको बाटोबाट जाँदै गर्दाखेरि अब के भयो? हाई भन्ने मान्छे अब बाई भएको कुरा हामी पाउँदछौँ उडापुत्रमा, है। छन् गेडी सबै टेढा मेढी, छैनन् गेडी कोही पनि छैन, टेढा मेढी भने जस्तो।
हुँदा सबै कुराहरू आफ्नो हुन्छन्। अब छैन, अब कोही पराई भए सबै अभावको समयमा, त्यो खडेरीको समयमा, अनिकालको समय भएर चाहिँ बुढापुत्र यहाँ जाँदै गरेको कुराहरू हामी यहाँ धर्मशास्त्र बाइबलमा हामी पाउँदछौँ। र त्यो यहाँ 15ले बताउँदछ, त्यो गएर त्यस देशको एकजना नागरिक कहाँ त्यसले काम माग्यो र त्यसलाई आफ्नो खेतमा सुँगुर चराउने काम पायो भन्दछ। अब त्यो खडेरीको समयमा, अभावको समयमा अब के उपाय त गर्नु पर्यो। ऊ त्यहाँबाट स्थानीय नागरिकतामा गएर कामको सिलसिलामा, रोजगारको सिलसिलामा ऊ त्यहाँ गएको हामी पाउँदछौँ। कति ठाउँ बिन्ती बिसायो होला, काम माग्यो होला, है काम पाउनलाई धेरै गाह्रो पर्छ, धेरै ठाउँ भोग्यो होला, धेरै ठाउँ बिन्ती बिसायो होला, तर उसले बल्ल बल्ल एउटा काम पायो। कस्तो काम भन्नुहुन्छ भने सुँगुर चराउने काम पायो भन्छ खेतबारीमा। हेर्नुहोस् त, एउटा धनी बाबुको छोरो, सबै कुराहरू सम्पन्न भएको, भरिभर भएका, सबै कुरा सक्यो, खाली भयो, रित्तो भयो, अनि त्यसबाट के भयो उसलाई अभावको समयमा कामको सिलसिलामा काम खोज्दाखेरि त काम त पायो, तर एकदम तल्लो स्तरको काम सुँगुर चराउने खेतमा पाएको कुरा छ। तर विडम्बनाको कुरा यहाँ चाहिँ हामी के पाउँछ भने 16मा सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले पनि त्यसलाई केही दिँदैन थियो। हेर्नुहोस् त, मर्नुभन्दा चाहिँ बौलाउने बेस भयो होइन, कि त मर्नु पऱ्यो कि त बौलाउने बेस पनि। तर ऊ मर्न पनि चाहेन, बौलाउन पनि चाहेन, तर सुँगुरको चारो खाएर उसले आफ्नो पेट भर्ने अवस्था आयो। हेर्नुहोस् त, कस्तो दुःखको दिनहरू उसको सिर्जना भयो। सबै कुरा भएको मानिसहरू सबै कुरा सकिएर अभावको अवस्थामा जाँदाखेरि काम त पायो, ज्याला पनि छैन, है सुँगुरको चारोले आफ्नो पेट भर्नुपर्ने अवस्था भयो र उसलाई कसैले केही पनि दिँदैन थियो, वास्ता पनि गरिँदैन थियो। अघिल्लो दिन र अघिल्लो समयमा सबैले वास्ता गरेको मान्छे, सबैले हाई हाई गरेको मान्छे, अब उसलाई कसैले वास्ता गर्न छोड्यो, बेवास्ता गरियो। यस्तो अवस्थाको जीवन भएर चाहिँ बुढापुत्र गएको कुरा हामी यहाँ पाउँदछौँ। त्यसै समयमा उसको नि 18ले बताउँदछ, म उठेर आफ्नो बुवा कहाँ जानेछु र उहाँलाई भन्नेछु, मैले स्वर्गको विरुद्धमा र तपाईँको विरुद्धमा पाहाड गरेको छु। हेर्नुहोस् त, जब उसको यहाँनिर चेत फुल्दछ, यहाँ जब उसको चेत फुल्यो, त्यसले मेरो बुवाको घरमा धेरै नोकर चाकरहरू, ज्यादादारहरू चाहिँ भरपेट खाएर पनि अभाउने गर्दछ। हेर्नुहोस् त, सुँगुरको चारो खाएर आफ्नो पेट पाल्ने अवस्थामा चाहिँ के भन्छ उसले, मेरो बुवाको घरमा धेरै नोकर चाकरहरूले, कामदारहरूले प्रशस्त खाएर पनि उफ्रिने गर्छन्, तर म चाहिँ यहाँनिर यस्तो अवस्थामा छु, दुःखको अवस्थामा छु, त्यो नोकरको अवस्था भन्दा पनि अझै तल्लो अवस्था, नाजुक अवस्थामा म छु भनेर एकदम आफैलाई बिलाउन, आफैलाई एकदमै गिल्टी फिल गरिरहेको छ, यहाँनिर पछुतो गरिरहेको छ। तर म चाहिँ यहाँ भोकभोकले मरिरहेको छु भने उसले त्यो कुराहरू यहाँनिर बुढापुत्रले सोचिरहेको छ। अनि उसले भन्दैछ, म उठेर आफ्नो बुवा कहाँ जानेछु र भन्नेछु। जब उसको चेत खोल्यो नि, जब होस खोल्यो, उसको दिमागको बत्तीहरू जल्यो, त्यसपछि उसले गर्दैछ कि मनमा नै सोच्दैछ, अब म यहाँ बसेर हुँदैन, यो सुँगुर गोठालो गरेर भएन, यो सुँगुरको चारो खाएर भएन, अब चाहिँ म पिता कहाँ जानुपर्छ, म पितालाई भन्नुपर्छ, बुबा मैले स्वर्गको विरुद्धमा, तपाईँको विरुद्धमा मैले पाप गरेको छु, अब उपरान्त म तपाईँको छोरा भनिने योग्यको छैन भनेर उसले मनमा कल्पना गर्दैछ, सङ्कल्प गर्दैछ, सोच्दैछ। ऊ बुबाको घरमा पुगेको छैन, त्यो चारो खाँदै गरेको अवस्थामा, सुँगुर हेर्दै गरेको अवस्थामा उसले त्यो कुराहरू सोच्दैछ बुढापुत्रले, तर पुगेको छैन। र यसलाई थाहा छ बुढापुत्रलाई उसले गल्ती गरेको है, उसलाई थाहा छ कि मैले गल्ती गरेँ भने अब के जुक्ति त लाउनु पर्यो। पहिला गएको हामी जस्तो गरेर लुथ्रुकै त फर्केर जानु भएन, केही कुरा उपाय लाउनु पर्यो, जुक्ति लाउनु पर्यो। कसरी जाने त बुवा घरमा, पाउने अंश मन्ड सबै कुराहरू लिएर गएको छ, सबै कुराहरू सकेको छ, अब फर्केर जाँदाखेरि उपायहरू सोच्दैछ, जुक्तिहरू लाउँदैछ कि बुवाको जाँदाखेरि म यो कुराहरू भन्छु, बुवालाई भेट्ने बित्तिकै, बुवा मैले स्वर्गको विरुद्धमा र तपाईँको विरुद्धमा मैले पाप गरेको छु, अब उपरान्त म तपाईँको छोरा भनिने योग्यकै भएन, त्यो लायकको जीवन भएन, जुन किसिमको छोरा भएर मैले जन्मेको थिएँ त्यो किसिमको निर्वाह मैले गर्न सकिनँ, मैले मेरो भूमिका निभाउन सकिनँ भनेर आफैलाई कमजोर फिल गर्दैछ बुढापुत्रले। फेरि तपाईँको छोरा भनिने म योग्यको होइन भनेर उसले मनमा सोच्दैछ, म यो कुरा गरेर चाहिँ बुबालाई भन्छु, यदि भने बुबाको मन सायद पक्लिन्छ भनेर सोच्दैछ होला, उपाय लाउँदैछ। उसलाई थाहा छ मैले पाप गरेँ भनेर, र त उसले भन्दैछ कि मनको कल्पनाको गगनमा ऊ डुबिरहेको कुराहरू यहाँ पाउँदछौँ। र त्यो उसले योजनाहरू बनाउँदैछ बुवा कहाँ जाने, त्यो कठिनै अवस्थामा
है उनका नोकर चाकरहरूको जिन्दगी भन्दा नि तल्लो स्तरको जिन्दगी जिइरहेको अवस्था छ। सायद म त्यहाँ गयो भने मैले के हुन्छ कि भन्ने उनले सोचिरहेको छ। 19ले बताउँदछ, अब उपरान्त म तपाईँको छोरो भनिने योग्यको छैन, मलाई तपाईँको ज्यालादारले चाकरहरूमध्ये एउटा सारा तुल्याउनुहोस्। हेर्नुहोस् त, तपाईँको छोरा हुने योग्यकै रहेन। मैले मेरो पहिचान गुमाएँ, मैले मेरो आइडेन्टिटी गुमाएँ। अब फेरि म तपाईँको छोरो भनिने योग्यको छुइनँ, तर एउटा नक्कर सरको मलाई लेबल दिनुहोस्। त्यो दर्जाले मलाई हेरे पनि पुग्छ। त्यो नक्करको दर्जा लिएर पनि म काम गर्नेछु र मेरो पेट भर्नेछु भन्ने कुरो चाहिँ उसको होस खोल्दैछ, चेत खोल्दैछ। यहाँनिर ती कुराहरू कल्पना गरिरहेको कुरा हामी पाउँदछौँ। 20ले बताउँदछ, तब त्यो उठेर आफ्नो बाटो गयो। सबै कुराहरू कल्पना गरेपछि, सोचेपछि चाहिँ अब योजना बनायो, योजनाबद्धसँगले ढङ्ग पुऱ्याएर यसरी जान्छु भनेर आफूलाई अगाडिदेखि पूर्व तयारी, पूर्व योजनासहित यो उडाउ खोतरा चाहिँ जाँदैछ बुवाको घरमा। तब त्यो उठेर आफ्नो बुवाका गयो, तर त्यो धेरै टाढा छँदा त्यसको बुवाले देखेर तिनी दयाले भरिएर दौडेर गयो, त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे भन्दछ। हेर्नुहोस्, जब उडाउ खोतरा गयो, यहाँ हामी देख्दछौँ एउटा बुबाको मन चाहिँ कस्तो होला। कति दिनहरू बित्यो होला बुबाको, कति रातहरू बित्यो होला त्यो छोरो आउने बाटो पर्खाइमा बुबा चाहिँ पर्खिरहेको छ भन्ने कुराहरू हामी यहाँनिर बुझ्दछौँ। जब गयो, कान्छो छोरो टाढो हुँदाखेरि बुवाले चाहिँ देखेको छन्, छोरोले बुवालाई देखेनन्, तर बुवाले चाहिँ धेरै टाढा छँदाखेरि चाहिँ त्यो बुवाले देखेछन्। यहाँ बुबा चाहिँ रिसले भर्यो भने छैनन्, तर दयाले भरियो भने छन्। हेर्नुहोस् त, एउटा पिताको हृदय कस्तो हुन्छ। दयाले भरिएको भनेछ, प्रेमले भरिए टाढो हुँदा उनले देखे। र उनको कति दिनहरू बिते होला, कति दिन, हप्ता, महिनाहरू बिते, वर्षहरू बिते त्यो छोरो आउने प्रतीक्षामा बाटो हेरेर बसिरहेका, कति आँखाका आँसुहरू टोलाइरहेका थिए, आँखाहरू टोलाएर पर्खेका आफ्नो छोरालाई है। जन्माएर हुर्काएर बढाएर त्यति ठुलो बनाएको छोरो फर्किने आशामा बुबा पर्खिरहेको रहेछ है। अब त्यो टाढै छँदाखेरि यहाँ के भनेको छ भने त्यसको बुवाले त्यसलाई देखे र दयाले भरियो र दौडेर गई त्यसलाई अङ्गालो हालेर त्यसलाई चुम्बन गरे। हालेलुया, हालेलुया। ऊ उडाउ पुत्र जस्तो आएको थियो, त्यस्तै अवस्थामा चाहिँ उनका पिताले ग्रहण गरेको कुराहरू पाउँदछौँ। सुँगुर चराउने व्यक्ति मैलो धैलो घिनलाग्दो अवस्थामा, लुगाहरू पनि राम्रो थिएन होला, नुहाएको पनि थिएन होला, डङडङ गनाइराखेको थियो होला, त्यही अवस्थामा चाहिँ उनका पिताले अङ्गलमान गरेको छ। अङ्गलमान गरेर चुम्बन गरेको कुरा हामी यहाँ पाउँदछौँ। दयाले भरेका कुराहरू हामी पाउँदछौँ र उनले चुम्बन गरे। यहाँ भन्दछ, हेर्नुहोस्, त्यस्तो अवस्थामा पनि स्वीकार गर्ने आज हाम्रो स्वर्गीय पिता पनि त्यस्तै हुनुहुन्छ। हामी जस्तो सुकै अवस्थामा भए पनि हाम्रो अधर्महरू स्वीकार गरेर, हाम्रा पापहरू स्वीकार गरेर जब उहाँको चरणमा आउँछौँ भने उहाँले हामीलाई अँगाल्न तयार हुनुहुन्छ, उहाँले हामीलाई चुम्बन गर्न तयार हुनुहुन्छ। जसरी यहाँ एउटा पिताले टाढेबाट देखेर दयाले भरेको छन्, अँगालो मारेका छन्, चुम्बन मारेका छन्, यसै गरी हाम्रो स्वर्गीय पिता पनि त्यही प्रकारको परमेश्वर हुनुहुन्छ। हालेलुया, हालेलुया। वास्तवमा साँचो प्रेम चाहिँ यही नै हो। 21ले बताउँदछ, छोराले तिनलाई भन्यो, बुबा, मैले स्वर्गीयको विरुद्धमा र तपाईँको विरुद्धमा पाप गरेको छु, म तपाईँको छोरो भनिने योग्यको छुइनँ। अब चाहिँ उसले आफ्नो बुवासँग भेटेर आफ्नो बुवासँग भलाकुसारी गर्दैछ, सम्मान गर्दैछ। बुबा, मैले स्वर्गको विरुद्धमा, तपाईँको विरुद्धमा मैले पाप गरेको छु, मैले अब तपाईँको छोरो भनिने योग्यको होइन भनेर मलाई क्षमा गर्नुहोस् भनेर आफ्नो बुवासँग बिन्ती बिसाउँदैछ, आफ्नो पापहरूलाई स्वीकार गरेछ। जो व्यक्तिले आफ्नो पापलाई स्वीकार गर्छ उसको उन्नति हुन्छ, उसको प्रगति हुन्छ है। तर यहाँ उडाउ पुत्रले आफ्नो पापहरूलाई स्वीकार गरेको कुरा छ, पिताको अगाडि, बुवाको अगाडि भन्दैछ। 22ले बताउँदछ, तर बुवाले आफ्नो कमरालाई भने, झट्टै सबैभन्दा असल वस्त्र ल्याएर त्यसलाई पहिराइदेऊ, यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ। हालेलुया, हालेलुया। यहाँ उडाउ पुत्रले भन्दैछ, तपाईँको छोरो बनिने योग्यको होइन भनेर भन्दै गर्दाखेरि यहाँको उनको बुवाले के गर्दैछन्, सबैभन्दा असल वस्त्र पहिराइदेऊ यसलाई। हामी सबैले वस्त्रहरू लगाउँछौँ, विभिन्न किसिमको डिजाइनहरूको, विभिन्न किसिमको ब्रान्डहरूको हामी लुगाहरू लगाउँछौँ, तर यहाँ उडाउ पुत्रको बुबाले भन्दैछन् सबैभन्दा असल वस्त्र पहिराइदेऊ। तर छोराले भन्दैछ, मैले मेरो परिचय गुमाएँ, अब फेरि मैले त्यो उहाँको छोरो भएर
त्यो बस्ने योग्यको जीवन मैले जिइनँ, स्वर्गको विरुद्ध पनि पाप गरेँ, तपाईँको विरुद्ध पनि पाप गरेँ भनेर उसले त्यो गिल्टी गरेको थियो। तर बुबाले यहाँ के भनेछन्, झट्टै सबैभन्दा असल वस्त्र पहिराइदेऊ भनेको छ। जुन हराएका कुराहरू, गुमाएका कुराहरू चाहिँ पिताले यति धेरै दयाले, प्रेमले झट्टै भन्दा असल वस्त्रहरू त हामी पृथ्वीमा सबैले लाउँछौँ। त्यो वस्त्र भन्दा नि एकदम असल वस्त्र फेरि उनको पहिचानहरू आफ्नो पिताले फिर्ता गरिदिनु भएको छ। हालेलुया। हालेलुया। जब उसले स्वीकार गर्यो, पाप स्वीकार गर्यो, अधर्महरू स्वीकार गर्यो, तब उसले असल वस्त्र पहिराइदिएको छ। र हातमा औँठी लगाइदियो झट्टै, र खुट्टामा जुत्ता लगाइदियो भनेर कमरालाई भनेको छ उनका पिताले। र झट्टै सबै कुरा लगाएर र पहिलाकै स्थानमा उनका बुवाले त्यो छोरालाई खडा गरेको छ, बुढो पुत्रलाई। हामी यही कुराहरू हामी पाउँदछौँ। र उनका बुवाले भन्दछन् नोकर चाकरहरूलाई, झट्टै त्यो गोठमा पालिरहेका मोटो मोटो पशुहरू त्यो जे जति छ सबै काटमार गर है, पकाऊ, आनन्द गरौँ, रमाइलो गरौँ भनेर उनका बुवाले ती नोकर चाकरलाई भनेको कुराहरू पाउँदछौँ है। पुष्टाइरहेका पशुहरू बुढो पुत्रको लागि काटियो, मोटो पशु काटेर त्यहाँ त आनन्द मनाउन थाल्यो। हेर्नुहोस् त पिताको हृदय कस्तो छ। आज स्वर्गीय पिताको हृदय कति धेरै ठुलो छ, विशाल हृदय छ। जब तपाईँ म पनि हाम्रो पापहरू स्वीकार गरेर उहाँको चरणमा आउँछ भने उहाँले हाम्रो पापहरूलाई क्षमा गर्नुहुन्छ। त्यस बेला यहाँ 25 भन्नु छ, त्यस बेला तिनको जेठो छोरो खेतमा थियो र त्यो घरको नजिक आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो र त्यसले चाकरहरूमध्ये एउटालाई आफू कहाँ बोलाएर यो के भइरहेको छ भनेर सोध्यो। उसले त्यसलाई भन्यो, तपाईँको भाइ आइपुग्नु भयो र तपाईँको पिताले मोटो पशु पालिराख्नु भएको मार्नुभयो, किनकि उहाँले तिनीहरूलाई सकुशल र स्वास्थ्य फर्केको भेटाउनु भयो। जब उनको जेठो दाइ चाहिँ खेतबारीमा काम गर्दै थियो, जब आयो घरमा त एकदम रमाइलो छ, एकदम नाचगान छ है, रमाइलो छ, काटमार छ, एकदम त्यो कान्छो छोरालाई पुरा औँठी लगाइदिएको छ, वस्त्र नयाँ लगाइदिएको छ, जुत्ता लगाइदिएको छ, एकदम धुमधाम है, एउटा संसारै हाता पारे जस्तो गरेर होइन। घरमा रमाइलो छ, ठुलो के भव्यसँगले स्वागत गरेको छ। तर जब जेठो दाइले सुन्यो खेतबाट आउँदा एउटा चाक्का सोद्धाखेरि यहाँ के भइरहेछ, के को हो हल्ला यो भनेर सोद्धाखेरि चाहिँ तपाईँको भाइ सकुशल साथ फर्किनु भयो, त्यसकारण तपाईँको पिताले गोठमा पालेको मटाइराखेको पशुलाई मार्नु भएर हामी आनन्द मनाइरहेछ भने यो कुरा सुन्ने बित्तिकै यहाँनिर जेठो छोरो यहाँ के भएको छ त्यो, तर त्यो रिसाएर भित्र जान मानेन। त्यसको बाउले बाहिर गएर त्यसलाई सम्झाउन मनाउन लागे भनेछ।